आज हामी साल्बिटामोल ड्रग पढ्दैछौँ। यसको चाहिँ क्लास बीटा 2 सिम्प्याथोमिमेटिक्स हो। यो चाहिँ सर्ट एक्टिङ बीटा 2 रिसेप्टर एगोनिस्ट हो। यो चाहिँ यसको मेकानिजम चाहिँ ब्रोन्कोडाइलेटर हो। यो चाहिँ सर्ट एक्टिङ ब्रोन्कोडाइलेटर। यो चाहिँ बीटा 2 रिसेप्टर लङ्समा हुन्छ, त्यसलाई ब्रोन्कियल स्मुथ मसललाई रिल्याक्सेसन गराउँछ अनि ब्रोन्कोडाइलेसन गराउँछ। अनि यसको मेन युजेस चाहिँ यो सीओपीडी आस्थमा त भयो, तर एउटा दिमागमा अरु राख्नु पर्यो, युटेराइन रिल्याक्सन। यो चाहिँ आस्थमामा चाहिँ सिभियर आस्थमा एट्याक र एक्सरसाइज इन्ट्रोड्युस आस्थमा। अदर युजेस चाहिँ हाइपरक्यालेमिया र टु पोस्टपोन डेलिभरी ड्यू टु द प्रीम्याच्योर लेबर। अनि यसको साइड इफेक्ट चाहिँ ट्रेमर भयो, पाल्पिटेसन, हाइपोक्यालेमिया, ड्राई माउथ, एन्जाइटी पनि हुन सक्छ। अनि यसले चाहिँ हेडेक पनि गर्न सक्छ। अनि कुन कन्डिसनमा नदिने भने हाइपोक्यालेमियामा नदिने, थाइरोटोक्सिकोसिसमा नदिने, अनि कार्डियक ट्याकी एरिथेमियामा नदिने। थ्याङ्क यू।